सम्पूर्णमा नमस्ते। अहिले चाहिँ हामी मोना कप बेल्जियमबाट तपाईहरुलाई एनआरएनए लक्जमबर्ग भलिबल टिमको प्रत्यक्ष प्रसारण गर्दैछौँ। अङ्क चाहिँ सिधा अगाडि हेर्न सक्नुहुन्छ र अहिले चाहिँ हाम्रो एनआरएनए लक्जमबर्ग यति बेला हाम्रो एनआरएनए लक्जमबर्ग भर्सेस मोना बेल्जियम बी को गेम हुँदैछ र उता महिला भलिबल साथै विभिन्न खेलहरू पनि सञ्चालन भइरहेको छ। तपाईहरुले प्रत्यक्ष लाइभ हेरेर नेप्सलु कनेक्टबाट शेयर सपोर्ट र हाम्रो गेमलाई अझ भव्य रूपमा अगाडि बढाउन म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यता हाम्रो लाइभमा दाजु मलाई एउटा बोतल पानी ल्याइदिनु न। नम्बर चाहिँ धन्यवाद। ल बाबा ल यहाँ सुरु भयो केही भन्नु। ल अब चाहिँ एनआरएनए लक्जमबर्ग भर्सेस मोना बेल्जियम बी मा प्रत्यक्ष प्रसारणको साथ नेप्सलु कनेक्ट तपाईँ समूह आइरहेको छ र हाम्रो साथमा हुनुहुन्छ सुभाष दाई यता बेल्जियमबाट। अहिले चाहिँ लक्जमबर्ग भर्सेस बेल्जियम मोना कप मोना बी टिम प्रतिस्पर्धा हुँदैछ। ल हामी दाजुभाइ मिलेर हामीले लाइभ देखाउनेछौँ। हस् बाइ गाइस। तर दामी यहाँ दा यार एउटा बहुत राम्रो आयो यसलाई चाहिँ ट्याक्क गरेर बाबा हजुर गर्नु धेरै राम्रो आयो। केही भन्ने आउनु यता दुईटै देखाउँछ नि होइन। हो यति बसिसक्यो क्या बस। यो नम्बर चाहिँ सिधै हामीले अपोजिट आएको चाहिँ नम्बर चाहिँ सिधै देखियोस् न त होइन। यो अब मेरोमा यसो गर्दाखेरि लाइभ हाल्नु नर्मल्ली मोना कप लेख्नु मोना कप लेख्नु 2026 लेख्नु
त्यहाँ भइरहेको यहाँलाई पेज पेज हेर्नु ल अब चाहिँ तपाईँहरूले प्रत्यक्ष रूपमा यहाँनिर नि लक्जमबर्ग भर्सेस मोना बीको खेल हेर्दै हुनुहुन्छ। लाइभलाई सक्दो सेयर गर्नुहोस्, सपोर्ट गर्नुहोस् र यहाँनिर नि लक्जमबर्गले मोना कप 2026 को प्रत्यक्ष रूपमा ल हाम्रो चाहिँ यहाँ सल्लाह हुँदैछ है। ल यहाँनिर नै लक्जमबर्गले चाहिँ यो गेम जित्नुपर्छ है साथीहरू। ल हिमाल दाई ल अल द बेस्ट है। ल तपाईहरू यति बेला प्रत्यक्ष नेप्सलु कनेक्टबाट यहाँनिर लक्जमबर्ग भर्सेस मोना कप बी आयोजक टिम बी को प्रत्यक्ष लाइभ हेर्दै हुनुहुन्छ। यो सेयर सपोर्ट गर्नु हिमाल दाई ल ठिक छ, हल्का हल्का साइडमा बसेर गर्नु पर्यो क्या। ल हिमाल दाई यो 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 आउट आउट। हिमाल दाई त्यो नम्बर गर्नु हो नि, हिमाल दाई नम्बर मिलाउनु हो नि, यसो साइडमा बस्दिन भन्नु न। ल धन्यवाद धन्यवाद। यो 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 यस यस ल है तातेको छ ल
यहाँनिर नि लक्जमबर्ग 5 भएको छ भने मोनाको बी 1 केही छैन है ल नम्बर चाहिँ हजुरहरूले पारी देख्न सक्नुहुन्छ दाजु नम्बर फर्काउनु हो नि नम्बर फर्काएको दाइले हल्का साइडमा बसेर र त्यो नम्बरहरू सार्दिन भन्नु नि यहाँ लाइभ राखेको छु प्रत्यक्ष उ त पारीबाट गएर भन्दिन्न त्यति यो 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 फेरि फेरि ल नम्बर रहेको छ यति बेला 6-4 यहाँनिर नि लक्जमबर्गको 6 छ भने मोनाको बेल्जियम 4 यो 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 एक अङ्क थप्दै फेरि आफ्नो खातामा 7 पुर्याएको छ भने मोनाको बेल्जियम बी 4 नम्बर चाहिँ तपाईले पारीपट्टि देख्न सक्नुहुन्छ है यहाँ चाहिँ अहिले बल थोड़ा आउट भएको छ हाम्रो अतिथिहरूको आगमन जारी नै भएको कारणले गर्दा हामीले दाजु अतिथिहरूलाई चाहिँ स्वागत सम्मान गर्ने कार्यक्रम कन्टिन्यू गरेका छौँ यसै सिलसिलामा झापाली समाज बेल्जियमका अध्यक्ष आदरणीय दाजु भेषराज श्रेष्ठज्यू पनि हामीसँग उपस्थित हुनुभएको छ उहाँलाई पनि न्यानो आतिथ्यताको लागि हार्दिक विनम्र गर्दछौँ हिमाल दाइ यो 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 ठिक छ गेम चाहिँ राम्रो भएको छ है 2 नम्बर अझै पनि अग्रता छ है ल यहाँनिर यहाँको 2 नम्बर अझै पनि अग्रता छ हानो हानो कासिक फेरि दे माई गड अङ्कलले चाहिँ दाजु ल यहाँ चाहिँ हाम्रो हल्का इन्जर्ड भएको छन् यति बेला चाहिँ हाम्रो एउटा कासिक भाइ हल्का इन्जर्ड भएको छन् मदन दाजु
भाइ राम्रो राम्रो फोटो खिच्नु है एउटा मेरो ढाके हानिदिनु न हल्का यो ऊ भयो क्या कि वाला थ्याङ्क यू दाइ ल हाम्रो जर्सी नम्बर 7 का भाइ काशिक थापा हल्का इन्जोर भएका छन् तर हाम्रो टिममा अहिले यति बेला हामीसँग जर्सी नम्बर 4 इन्द्र दाई जर्सी नम्बर 14 मदन जर्सी नम्बर 1 हरि अङ्कल जर्सी नम्बर 11 हाम्रो प्यारो भाइ जर्सी नम्बर 7 मा हाम्रो हिमाल दाई जर्सी नम्बर 12 मा हाम्रो किसान भेना र जर्सी नम्बर 5 मा हाम्रो लिभ्रो भाइ छन् तपाईहरूले यहाँनिर लक्जमबर्गको प्रत्यक्ष प्रसारण हेर्दै हुनुहुन्छ हामी अहिले मोनाको बेल्जियम 2026 बाट नेप्सलु कनेक्ट अफिसियलबाट प्रत्यक्ष प्रसारणमा आएका छौँ र अहिले अङ्क 9-10 भएको छ अझै पनि यहाँनिर नै लक्जमबर्गको 10 छ भने मोनाको बेल्जियम बी को 9 छ ओ ओ गुड जब मेरो भाइ गुड जब ल मदनले चाहिँ दरिलो परार गरे है भर्खरै ल गुड जब काम डाउन गुड जब दिदी फेरि दे गुड जब भाइ गुड जब ले फेरि यो गुड जब मेरो भाइ गुड जब जर्सी नम्बर 14 मदन दरिलो प्रहार गरेका छन् है ल यहाँनिर नै लक्जमबर्गले 12 भन्दा भन्दै सर्भिस बिग्रिएको छ केही छैन नम्बर रहेको छ 10-12 अहिले हामी यति बेला मोनाको बेल्जियम 2026 बाट प्रत्यक्ष प्रसारणमा छौँ दियो बेना केही छैन गुड जब यो अन्त शैली यति बेला यहाँनिर नै लक्जमबर्गको 13 भएको छ भने मोनाको बेल्जियम बी को 10 छ केही छैन केटा काम डाउन गुड जब गाइस गुड जब केटा ढुक्क केही छैन है मदन गुड जब ल जर्सी लागेको यहाँनिर नै लक्जमबर्ग खो भने हरियो जर्सी लागेको नीलो जर्सी लागेको मोनाको बेल्जियम आयोजक बी टिम हो है ल दियो केटाले दियो मदनले लास्टै राम्रो दिइरा है दाजु ल घाँटी बस्योस् तर केही भएन है यहाँनिर नै लक्जमबर्गले चाहिँ जित्नु पर्यो है दियो ढुक्का ठिक छ यति बेला हामी मोनाको बेल्जियम 2026 बाट प्रत्यक्ष प्रसारणमा छौँ तपाईहरुसँग
र अहिलेको गेम हरियो जर्सी लगाउने यहाँनिर नि लक्जमबर्ग छ भने निलो जर्सी लगाउने मोनाको बेल्जियम आयोजक बी हो र नम्बर रहेको छ यहाँनिर नि लक्जमबर्गको 15 भने मोनाको बेल्जियमको 12 भन्दा भन्दै मोनाको बेल्जियम बीले 1 नम्बर थपेर 13 पुर्यायो भने यहाँनिर नि लक्जमबर्ग 15 ल दियो है दियो काम डाउन यो 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 ठिक छ मेरो भाइ ठिक छ दियो ल दियो ल 11 नम्बरको भाइले दरिलो प्रहार गरेको छ है दरिलो नम्बर रहेको छ यहाँनिर नि लक्जमबर्ग 16 भने मोनाको बेल्जियम आयोजक बी को 13 3 नम्बरले यहाँनिर नि लक्जमबर्ग अग्रतामा छ गुड जब ल ढुक्का यति बेला हामी नेसनल कनेक्ट लक्जमबर्ग अफिसियलबाट यहाँनिर नि लक्जमबर्ग टिम भर्सेस मोनाको बेल्जियम बी खेल सुरु भइरहेको छ ल नम्बर यहाँनिर नि लक्जमबर्ग वाउ 18 पुऱ्याएको छ भने मोनाको बेल्जियम 13 भन्दा 1 नम्बर दियो तर केही छैन काम डाउन भेना काम डाउन ल हरियो जर्सी लगाउने यहाँनिर नि लक्जमबर्गको भने निलो जर्सी लगाउने मोनाको बेल्जियम बी हो साथीहरू वाला पर्फेक्ट ल म चाहिँ एकछिन फोटो सुट गर्छु है तपाईहरुले चाहिँ गेम हेर्नु होला ल लास्टमा चाहिँ फेरि म तपाईहरु सामने आउने छु अहिलेको लागि गेम हेर्दै गर्नु होला ओइ ठीक छ गुड जब मेरो भाइ गुड जब फेलले ठिक छ मदन भाइ ठिक छ नम्बर रहेको छ यति बेला 19-16 good job Raju यति बेला फेरि म पुनः आएको छु र नम्बर माई गॉड मेरो भाइ केही छैन नम्बर रहेको छ 18-22 यहाँनिर नै लक्जमबर्गको 22 छ भने मोनाको बेल्जियम बी को 18 नम्बर रहेको छ 22-18
दियो दियो भेना दियो 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 भेनाले दियो किसान भेनाले दियो है दियो आहा गुड जब भेना गुड जब गुड जब गुड जब र अर्को पोलमा ठुलो साहस लुबेन भर्सेस साकुरा ल यति बेला नम्बर रहेको छ लास्ट 18 कडा प्रहार मदनद्वारा र पहिलो सेट आफ्नो कोल्टोमा पार्न सफल भएको छ लक्जमबर्ग एनआरएनए टिम ल 25-18 को यति बेला हामी सोझो सेटमा मोना बीलाई लक्जमबर्ग एनआरएनए टिमले चाहिँ पहिलो सेट पहिलो सेट जित्न सफल हामी भएको छ चाहिँ यो मेडल लाने तयारीमा छौँ दाजु हामी चाहिँ यो मेडल लाने तयारीमा छौँ र तपाईँहरूले देख्न सक्नुहुन्छ भर्खरको गेम एनआरएनए लक्जमबर्ग भर्सेस मोनाको बेल्जियम बी को थियो भने पहिलो सेट एनआरएनए लक्जमबर्गले हात पार्न सफल रहेको छ र बाँकी रहेको 2 सेट अथवा एकै सेट हानेर यो कोल्टो हाम्रोतिर ल्याउने प्रयास जारी छ मल्टी-स्पोर्ट क्लब्स ब्रसेल्स भर्सेस नेपाल भलिबल क्लब हम्बर उहाँहरू पनि तयारी अवस्थामा रहनको लागि म हार्दिक अभिनन्दन गर्छु यो गोल एमा गेम सिकिँदा बित्तिकै तपाईँहरूको गेम सञ्चालन हुनुभएको कारणले कृपया रेडी अवस्थामा रहनको लागि हार्दिक अभिनन्दन गर्छु ल अब हाम्रो दोस्रो सेट हुन गइरहेको छ एनआरएनए लक्जमबर्ग भर्सेस मोनाको बेल्जियम बी ल एक सेट एनआरएनए लक्जमबर्गले हात सफल पार्न सकेको छ भने नेप्सलु कनेक्ट लक्जमबर्गले चाहिँ स्टेजबाटै अफिसियल लाइभ प्रसारण गरेको छ तपाईहरूको साथ सपोर्ट समर्थनले गर्दा नेप्सलु कनेक्ट फ्यामिली यहाँ मोना कप 2026 बेल्जियमसम्म आउन सफल भएको छ तपाईहरूको साथ सपोर्ट अपेक्षाको नेप्सलु कनेक्टले धेरै धेरै कदर गरिरहेको छ यो हाम्रो आज पहिलो अफिसियल लाइभ भएको कारणले केही कमी कमजोरी भयो होलान् केही बोलीमा सुधार गर्नुपर्ने भएको होला त्यसको लागि एनआरएनए लक्जमबर्ग साथै नेप्सलु कनेक्ट अफिसियल मार्फत म तपाईहरूलाई क्षमा माग्न चाहन्छु धन्यवाद यति बेला हाम्रो नेपाल फुटबल टिमका खेलाडी विनय दाई प्रत्यक्ष प्रसारणमा आउनुभएको छ र विनय दाई के भन्न चाहनुहुन्छ तपाईँ एनआरएनएले एक सेट जित्यो कृपया तपाईँहरू रेडी अवस्थामा रहनु होला पोल 2 मा चाहिँ खाली भएको छ त्यहाँ चाहिँ तुरुन्त चाहिँ हामीले खेल सञ्चालन गर्छौँ कृपया पोल 2 मा दुई नम्बर
कृपया रेडी अवस्थामा रहनुको लागि म हाम्बाट गेम सुरु भइसकेको छ है यो चाहिँ दोस्रो सेट है विनम्र गर्छु हजुर 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 दाजु म चाहिँ यता स्टेजबाटै लाइभ गरेको कारणले हल्का असहज भएको छ मेडलले झलझली यहाँनिर लक्ष्यलाई सम्झेको छ लुबेन र साकुरा लुबेन कृपया तपाईहरु रेडी अवस्थामा रहनुको लागि पनि म हार्दिक विनम्र गर्छु पोल 1 मा फेरि पनि यो गेम सिद्धिँदा बित्तिकै तयारी अवस्थामा रहनुको लागि म हार्दिक विनम्र गर्छु दाजु अंकल अंकल हल्का ल यो चाहिँ दोस्रो सेट मोना कप बेल्जियम बी नीलो जर्सीमा छ भने यहाँनिर नै लक्जमबर्ग हरियो जर्सीमा र नम्बर रहेको छ दोस्रो सेटमा यहाँनिर नै लक्जमबर्गको 3 भन्दा भन्दै 1 नम्बर थपेर 4 बनायो भने मोना कप बेल्जियम 1 र अघिल्लो सेट यहाँनिर नै लक्जमबर्गले हात पारेको छ यो वाला वाला अंकल ल अहिले चाहिँ हाम्रो टिम उता गएको छ भने मैले चाहिँ स्टेजबाटै प्रत्यक्ष प्रसारण गरिरहेको छु र नेप्सलु कनेक्ट अफिसियललाई यति तपाईहरुको साथ सपोर्ट समर्थन भएको छैन भने कृपया आगामी दिनहरुमा पनि यस्तै भलिबल मात्रै नभएर फुटबल ब्याडमिन्टन कम्युनिटी सपोर्टको लागि पनि नेप्सलु कनेक्ट सधैँ अगाडि नै हुनेछ र मोना कप बेल्जियम 2026 मा आयोजना भएको युरो भलिबलमा तपाईहरुलाई प्रत्यक्ष प्रसारणमा सुरसास लुबेन र साकुरा लुबेन कृपया तपाईहरु तयारी अवस्थामा रहनुको लागि म हार्दिक विनम्र गर्छु कृपया एक मा तपाईहरु रेडी अवस्थामा रहनुको लागि हार्दिक विनम्र गर्छु दाजु उहाँहरु चाहिँ आयोजक हुनुहुन्छ है एकदम साथ सपोर्ट दिनुभएको छ नेप्सलु कनेक्ट लक्ष्यमुखलाई धेरै धेरै धन्यवाद मोना कप बेल्जियमलाई साथै दियो दियो आहा अंकलले दियो दियो लाई हरि अंकलबाट मिठो प्रहार भएको छ त आयोजक टिमले यहाँनिर नै लक्जमबर्गले जित्छ भनेर अर्को टिमलाई साथ सपोर्ट गर्नुभएको छ ल यहाँनिर नै लक्जमबर्गले यो मेडल लान सफल होला त मैले अर्को गेममा मैले कप पनि देखाउने छु र यहाँ एउटा मात्र गेम नभएर तीनवटा ग्राउन्डमा तीनवटा गेम सञ्चालन भइरहेको छ आयोजक टिमलाई धेरै धेरै धन्यवाद एक दिनमा 11 टिमलाई प्लस 4 महिलालाई गेम सफल पार्न धेरै मेहनत गर्नुभएको छ र यति बेला पनि उहाँहरु म्यानेजमेन्टमा हुनुहुन्छ र प्रत्यक्ष यहाँनिर नै लक्जमबर्ग भर्सेस मोना कप बेल्जियम आयोजक बी होम ग्राउन्डमा खेलिरहेको छ तर यहाँनिर नै लक्जमबर्गले आफ्नो खातामा 10 पुर्यायो भने मोना कप बेल्जियम 5
दाजु आहा तर आउट आने यार मदनले यार लास्टै तात्ते यार मदन यार दाजु उहाँ दाजुहरू आफ्नो म्यानेजमेन्ट गर्दै हुनुहुन्छ तर गेम चाहिँ मलाई लाग्छ क्लियर नै आएको छ होला क्वालिटी कस्तो छ तपाईहरूले जानकारी गराउनु होला अर्को पटक अझ बेटर क्वालिटीको साथ अझ उत्कृष्टको साथ नेफ्स लु कनेक्ट लक्जमबर्ग तपाईहरूको सामु आउनेछ आजको दिनमा यानाराने लक्जमबर्ग जति अगाडिसम्म जान्छ त्यति अगाडिसम्म हजुरहरूले प्रत्यक्ष देख्न सक्नुहुन्छ धन्यवाद उहाँहरू चाहिँ मोनाको बेल्जियमको आयोजक हुनुहुन्छ र म ब्याक स्टेजमै गएर मेडलहरू हेर्दै आफ्नो टिम यानाराने लक्जमबर्गलाई साथ सपोर्ट गरिरहेको छु आहा दाजु धेरै धेरै धन्यवाद नम्बर रहेको छ 7-13 भन्दा भन्दा एक नम्बर थपेर 14 पुर्यायो यानाराने लक्जमबर्गले गुड जब गुड जब गुड जब गुड जब मदन ब्रो गुड जब केटाहरूले माहौल तताएको छन् यानाराने लक्जमबर्गले पहिलो सेट दर्शाउँदै दोस्रो सेट पनि दर्शाउँदैछ आहा दामी दियो यार चेकआउट दामी दियो नि बलक यार मदन भाइले राम्रो प्रहार गरिरहेको छ भने अहिले आफू नै सर्भिसमा छ हेरौँ के कस्तो हुन्छ आहा दामी दामी आनो आनो आहा आहा ब्रो गुड जब यो नि त लाइन यो चाहिँ पहिलो सेट यानाराने लक्जमबर्गले दियो भने दोस्रो सेट पनि यानाराने लक्जमबर्गकै नम्बर अग्रता छ र नम्बर रहेको छ 8-15 हरियो जर्सी लगाउने यानाराने लक्जमबर्ग हो भने निलो जर्सी लगाउने मोनाको बेल्जियम बी भन्दा भन्दै आफ्नो खातामा नम्बर थपेर 16 पुर्याएको छ भने मोनाको बेल्जियम बी 8 नम्बर रहेको छ धेरै नै अग्रता गुड जब गाइज गुड जब किप इट अप ब्रो किप इट अप या तपाईहरूले कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ भिडियो क्वालिटी कस्तो आइरहेको छ आगामी दिनमा के कस्तो सुधारहरू ल्याउनु पर्ने छ एकमुष्ट साथ कमेन्ट वर्षाउनु होला नेफ्स लु कनेक्ट अफिसियललाई कमेन्ट एकदम मनपर्छ धन्यवाद गुड जब ले 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 बाबु ठिक छ अङ्कल ठिक छ हाम्रो 1 नम्बर जर्सी लगाउने हरिबहादुर खत्री हुनुहुन्छ भने उहाँ मेरो अनुमानमा उमेरले लगभग 50 प्लस हुनुभएको छ यानाराने लक्जमबर्गले यो मेडल लाने ठुलो आश गरेको छ र आयोजक टिमलाई म विशेष धन्यवाद दिन चाहन्छु लाएन दियो 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 भाइ दिए 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 आहा आउट हानिस तर हानिस ठिक छ केटो र हाम्रो यानाराने टिममा एकदम दसिलो खेलाडी रहनु भएको छ मदन
इन्द्र हरि वाला ल यति बेला तपाईहरु देख्न सक्नुहुन्छ नम्बर रहेको छ 18-11 नेक्स्ट लु कनेक्टमा तपाईहरुलाई स्वागत छ। फेरि पनि गेम बेस्ट अफ 3 भए तापनि बेस्ट अफ 2 मा हात पार्न गइरहेको छ। नम्बर रहेको छ 19-11 यहाँनिर नै लक्जमबर्गले पहिलो सेट आफ्नो हात पारिसकेको छ भने दोस्रो सेट पनि नम्बर 8 ले अग्रतामा छ। आहा गुड जब तर केही छैन। नम्बर रहेको छ 12-19 तपाईहरुलाई म फेरि पनि आग्रह गर्न चाहन्छु नेक्स्ट लु कनेक्ट लक्जमबर्ग अफिसियल पेजबाट जति पनि तपाईहरु यहाँ हेर्दै हुनुहुन्छ विशेष आभार प्रकटका साथ नेक्स्ट लु कनेक्ट अफिसियल भलिबल मात्र नभएर फुटबल ब्याडमिन्टन साथै अन्य सामुदायिक काममा अग्रता रहिरहनेछ र विशेष गरी यो पहिलो पटक यहाँनिर नै लक्जमबर्ग भलिबल टिमले अफिसियल इन्टरनेसनल मिडियाको रूपमा आफ्नो खेल देखाउनको लागि मोनाको बेल्जियममा नेक्स्ट लु कनेक्टलाई लिएर आउनु भएको छ र साथै उहाँहरूले आफ्नो विश्वासका साथ आफ्नो हिम्मतका साथ र आफ्नो जोशको साथ नम्बर अग्रता लाँदै अघिल्लो सेट हात पार्दै यो गेम जित्नुहुनेछ भन्ने म एकदम अस्वस्थ छु। तपाईहरुले देख्न सक्नुहुन्छ नम्बर यति बेला 13 छ भने यहाँनिर नै लक्जमबर्गको 22 भन्दै अहिले हाम्रो गेम हल्का दुकुरिरहेको छ त्यसको फाइदा विपक्षलाई र मोनाको बेल्जियम बी भर्सेस यहाँनिर नै लक्जमबर्गको यो दोस्रो सेटमा लास्टै रोमाञ्चक लास्टै आनन्द लास्टै जोरदार दमदार प्रस्तुत तपाईहरु सामु नेक्स्ट लु कनेक्टले लिएको छ र म विशेष गरी मोनाको बेल्जियम का सम्पूर्ण आयोजक टिमलाई एकपटक फेरि पनि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु। मलाई प्रत्यक्ष रूपमा स्टेज प्रयोग गर्न दिएर साथ सपोर्ट दिनुभएको छ उहाँहरू आयोजक टिमलाई म फेरि पनि विशेष धन्यवाद दिन चाहन्छु। र आज यहाँ विभिन्न मिडियाका मान्छेहरू आउँदै हुनुहुन्छ। नेक्स्ट लु कनेक्ट चाहिँ एउटा नेपाल लक्जमबर्ग प्लस नेपालका 77वटा जिल्लालाई मध्यनजर गर्दै खोलिएको एउटा सामाजिक सञ्जाल हो। आहा दियो केटोले दियो गेम राम्रो छ। ल यहाँनिर नै लक्जमबर्गको हुबल भएको छ भने मोनाको बेल्जियमको 16 नम्बर रहेको छ 16 हुबल इट्स मिन्स 16-23 भन्दै यहाँनिर नै लक्जमबर्गले लास्ट बनाएको छ भने मोनाको बेल्जियम 16 इट्स मिन्स 24-16 This is the last set for the first game of यहाँनिर नै लक्जमबर्ग। Oh, here you go. भन्दै आफ्ना कुराहरू यही अन्त्य गर्दै म फेरि पनि यहाँनिर नै लक्जमबर्गलाई विजयको हार्दिक शुभकामना ज्ञापन गर्दै यिनी देखिरहेका मेडल कपले तपाईहरुलाई पर्खिरहेको छ भन्दै म यो यहाँनिर नै लक्जमबर्ग भर्सेस मोनाको बेल्जियम आयोजक बी को गेम यही अन्त्य भएको जानकारी गराउन चाहन्छु। सम्पूर्ण जति पनि नेक्स्ट लु कनेक्टलाई माया गरेर साथ सपोर्ट गरेर यहाँसम्म पुर्याउनु भयो र
अहिले यहाँनिर नै लक्समबर्गले पहिलो सेट आफ्नो हातमा पारी यहाँनिर को अफिसियल मिडिया नेप्सलु कनेक्ट यही बिदा हुन चाहन्छ। हस्त धन्यवाद। जय नेपाल, जय एनएरएन, नेप्सलु कनेक्ट, मोना कप बेल्जियम 2025। बाय बाय।